जय नेपाल। आजसम्म नेपाली राजनीतिभित्र छलफल र बहस नगरिएको एउटा विषयमाथि आफ्ना अवधारणाहरू लिएर आज म तपाईहरूको बीचमा उपस्थित भएको छु। ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले एसियाका 17 देशमा गरेको मत सर्वेक्षण अनुसार नेपाल भ्रष्टाचारको सूचीमा सबैभन्दा माथि परेको छ। चरम भ्रष्टाचार र त्यसले जनतामा सिर्जना गरेको चिन्ताको विषयमा ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रधानमन्त्री केपी शर्मा ओलीको नामै उल्लेख गरेर भ्रष्टाचार नियन्त्रणमा उनको भूमिका निराशाजनक भएको टिप्पणी गरेको छ। यसरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमा देशको प्रधानमन्त्रीको नाम नै तोकेर टिप्पणी हुनु र प्रधानमन्त्रीका मन्त्रीहरू, सल्लाहकारहरू र सहयोगीहरू सबैभन्दा धेरै भ्रष्टाचारी छन् भनेर प्रतिवेदनमा आउनु हामी सबै नेपालीका लागि अत्यन्त ठूलो लज्जाको विषय हो। नेपालमा यसरी किन भ्रष्टाचार बढ्दै गइरहेको छ त? यसका थुप्रै कारणहरू हुन सक्छन्, तर यसरी भ्रष्टाचार बढ्दै जानुको प्रमुख कारण भनेको नेपाली राजनीतिमा राजनैतिक र सामाजिक उद्यमशीलताको अभाव र त्यसप्रतिको उपेक्षा हो। हामीले कहिल्यै पनि राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरू उद्यमशील हुनुपर्छ भन्ने बारेमा सोचेनौं र त्यसका बारेमा छलफल र बहस नै गरेनौं। नेपालको वर्तमान राजनीतिभित्र देखा परेको भ्रष्टाचार र अनुशासनहीनता नेता तथा कार्यकर्ताहरू उद्यमशील भएर आय आर्जनको क्षेत्रमा लाग्ने परिपाटी र संस्कारको स्थापना गर्न नसक्दाको परिणाम हो। नेता तथा कार्यकर्ताहरू भित्रबाट उद्यमशीलता र सृजनशीलता नखोज्नु भनेको उनीहरूलाई भ्रष्टाचार गर्नका लागि प्रमाणपत्र दिनु हो। एकातर्फ नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार गर्नका लागि अनुमति दिने र अर्कातर्फ नेता तथा कार्यकर्ताहरू भ्रष्टाचारी र बेविचारी भए भनेर चिन्ता व्यक्त गर्ने हाम्रो स्वभाव र प्रवृत्तिका कारण देश लथालुङ्ग भएको हो र बिग्रिएको हो। एकैछिन विचार गरौँ त, नेता तथा कार्यकर्ताहरू उद्यमशील भएर पुँजी उत्पादनसँग जोडिएनन् भने के हुन्छ? उनीहरूले आफ्नो घर व्यवहार र अन्य व्यक्तिगत आवश्यकताको आर्थिक व्यवस्थापन कसरी गर्छन् होला? र हाम्रो निर्वाचन परिपाटीभित्र डरलाग्दो गरी बढिरहेको निर्वाचन खर्चको जोहो कसरी गरिन्छ होला? देख्दा र सुन्दा सामान्य लाग्ने तर देशको आर्थिक अनुशासन व्यवस्थापनका लागि अत्यन्त गम्भीर प्रकृतिका यी र यस्तै विषयहरूप्रति समाजवाद उन्मुख संविधान बोकेर हिँडेका नेपालका सबै राजनैतिक पार्टीहरूले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नका लागि जनदबाव सिर्जना गर्न आवश्यक भएको छ। यसैले नेपाली राजनीतिमा खस्किँदै गएको नेपाली राजनीतिको साखलाई बचाउने हो र समाजवाद प्रतिको नेतृत्व गर्ने हो भने एक नेता एक उद्यमशीलता आजको आवश्यकता भन्ने अभियानका साथ सबै राजनैतिक पार्टीहरूले पूर्णकालीन कार्यकर्ताको अवधारणालाई उद्यमशील कार्यकर्तामा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय लिन सक्नुपर्छ र राजनीतिक पार्टीका सबै नेता तथा कार्यकर्ताहरू पुँजी उत्पादनको सृजनशीलतासँग जोडिनै पर्छ। उत्पादनका गतिविधिहरूसँग जोडिएर पुँजी निर्माण गर्न नसक्ने नेताले समाजवादको नेतृत्व कसरी गर्न सक्छ? पुँजीको सिर्जना वा निर्माण गर्न नसक्ने नेताले समाजवादको लागि आवश्यक पर्ने न्यायोचित र विवेकपूर्ण वितरणको जिम्मेवारीलाई कसरी निर्वाह गर्न सक्छ? एउटाले उत्पादन गरेको सम्पत्ति उत्पादन नै नगर्ने अर्काले वितरण गर्ने राजनैतिक र सामाजिक नैतिकता कसरी राख्न सक्छ? सम्पत्ति निर्माण गर्ने भनेको सिर्जनासँग जोडिएको विषय हो। आफ्नो लागि आवश्यक पर्ने सम्पत्ति निर्माण गर्ने सिर्जना नभएको नेताले देश विकास गर्ने सृजनशीलता कसरी प्रमाणित गर्न सक्छ? हो, यिनै प्रश्नहरूले खोजेको उत्तर हो राजनैतिक र सामाजिक उद्यमशीलता। कुनै दलगत राजनीतिको स्वार्थभन्दा माथि उठेर यस विषयमा गम्भीर छलफल र बहस चलाउन यहाँहरू सबैमा हार्दिक अनुरोध गर्दछु। राजनैतिक र सामाजिक उद्यमशीलता भनेको के हो र यसले कसरी भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने सम्बन्धमा थप विस्तृत जानकारी लिएर यहाँहरूको बीचमा फेरि आउनेछु। हस्त धन्यवाद। जय नेपाल।